यसो घुमघाम होइन। स्टार्टिङ भिडियो चाहिँ अब रुमबाट हुँदैछ। अनि आज चाहिँ यो मलेसियाको पुत्रजय भन्ने ठाउँतिर यसो घुम्नको लागि जाँदैछौँ होइन। आज टक्क छुट्टी पनि भएको थियो कम्पनीमा। अब 3 जना साथीहरू होइन, 2 जना यता हुनुहुन्छ। मेरो फर्स्ट भ्लग हो होइन। यसो कस्तो लाग्छ हजुरहरूले कमेन्टमा आफ्नो प्रतिक्रिया दिनु होला के अरे होइन। अनि कस्तो लाग्यो कमेन्टमा भन्नु होला। राम्रो लाग्यो भने लाइक, सब्सक्राइब, कमेन्ट अनि सेयर पनि गरिदिनु होला। अनि यता हुनुहुन्छ हाम्रो दाजु, अनि यता अर्को दाजु हुन्छ शेर्पा दाइ। हामी 3 जना चाहिँ आज घुम्न गइरहेको छौँ। तपाईँहरूलाई नि देखाउँछ होइन। भिडियो हेरेर इन्जोय गरिदिनु होला है त। यो चाहिँ तपाईँको मलेसियाको सबैभन्दा ठुलो मल होइन। मलेसियाको नम्बर 1 नै भनौँ न। सपिङ मल ठुलै छ होइन। म तपाईँहरूलाई एक दिन यसको भिडियो बनाएर पनि देखाउँछु। साथीहरू, मलेसियाको गर्मीले यहाँ मेरो कपालै पुतायो है। त्यही भएर हल्का यसो मुस्लिम गेटअपमा हिँडिराखेको। कतिको गर्मी छ दाजु यतातिर भनिदिनुहोस् त। हाम्रो दाजुको त गर्मीले गर्दाखेरि कपालै तालु हुनु भइसक्यो। साथीहरू हेर्नुहोस् के गर्ने मरुभूमि जस्तै गर्मी छ। अब मलेसियामा आएको साथीहरूले त अब भोग्नु होला के अरे यतातिरको गर्मी होइन। थाहा होला कतिको गर्मी हुन्छ। यस्तै हो साथीहरू हेर्नुहोस्। गर्मी चाहिँ यहाँ धेरै हुन्छ होइन। अब त्यही हो मौसम यहाँ एकै नासी हुन्छ। अब हाम्रो नेपालको जस्तो पहिलो महिना 1-2 महिना पानी पर्ने, 1-2 महिना गर्मी हुने हुँदैन। यहाँ त एक नासै हुन्छ होइन। अहिले गर्मी भएर अलि तनावै पार्यो भन्दैन। अनि यो चाहिँ म बस्ने होस्टेल हो। यहाँ पुत्रजयको कोनिजन। ल अब हाम्रो घुम्ने यात्रा सुरु भयो। के छ त दाजु? एकदम मस्त छ होइन। ल है त अब हाम्रो घुम्ने यात्रा सुरु। अब जाँदैछौँ। अनि ठाउँमा पुगेपछि चाहिँ हजुरहरूलाई टक्क उताको भ्यू देखाउँछ होइन। भ्यू इन्जोय गर्नु होला है त। ल साथीहरू, हामीहरू चाहिँ यसो गन्तव्यमा पुगिहाल्यौँ है। अगाडि 2 जना दाजुहरू हिँड्दै हुनुहुन्छ। यही नै यो पार्क। अलि हामीहरू पुरै गेटमा उत्रेको होइन। अब भित्र गएर देखाउँछ हजुरहरूलाई। हेर्नुहोस्, हेरेर इन्जोय गर्नुहोस् है। यो चाहिँ समुद्रको हल्का छाल भनौँ न। हल्का समुद्रको हाँगा जस्तै आएको। यही नै हो यतातिरको पार्क। हेर्दाखेरि त यतातिर पुरै समुद्र जस्तो छ होइन। तर यो समुद्र चाहिँ होइन। हेर्न सक्नुहुन्छ उतातिर नि सानो सानो पारीतिर देख्नुभयो होला। यो सानो सानो जहाज आइरहेछ होइन। यही नै हो। अब ठुल्ठुला जहाजहरू त चल्दैन। यही साथीहरू, हजुरहरू पनि यतातिर यही मलेसियामा नजिकै पुत्रजयको नजिकै हुनुहुन्छ भने होइन, हजुरलाई नि भिडियोको तल लिङ्क दिन्छु। यो लोकेसनमा आउन सक्नुहुन्छ घुम्नको लागि। लोकेसन हेरेर आउनु होला। हजुरहरूलाई थाहा होला के अरे होइन। मलेसियामा बस्ने भएपछि त ग्र्याबमा लोकेसन हानेपछि ठ्याक्कै यहीँ पुगाइदिन्छ तपाईँहरूलाई। यो 1 नम्बर र 2 नम्बर गेट भन्नुहुन्छ। 2 नम्बर गेटमा उत्रिनु होला। अनि त्यसपछि यतै भित्रतिर जानु होला। यही लागेकै बाटो छ। यही बाटोबाट जानु होला। यसै घुम्दै घुम्दै अनि भित्रभित्र चाहिँ अलिकति राम्रो छ। सो घुम्ने पार्कहरू यता त्यस्तै हो। अनि दाजु कस्तो लाग्यो त अनि हाम्रो पार्क भन्ने कुरा?
दाइले घुमाउँदै हुनुहुन्छ हेर्दै जाऊँ कस्तो हुन्छ राम्रै होला रमाइलो भइरहेछ है ठिक छ तातो तातो मौसममा चिसो चिसो खान मन लागिरहेको चिसो त अब त्यही यता यहाँ पाइने भनेकै चिसो त्यही सिग्नेचर हो के अरे होइन अनि हाम्रो के भने लमजुङे दाइ शेर्पा दाइ के छ त यता चाहिँ हाम्रो ओखलढुङ्गाको दाइ हुनुहुन्छ आउनु भएपछि यहाँ दाजुलाई भिजिट गर्नलाई यो नम्बर भिडियोको तपाईँलाई लिङ्कमा दिन्छ होइन यसो कन्ट्याक्ट गर्नलाई यता दाजुको गाउँतिर नि घुम्नको लागि दामी दामी ठाउँ छ तपाईँको गाउँतिरको हिमालको नामहरू भनिदिनुहोस् न के गरेर हाम्रो गाउँबाट हजुर गौरी शङ्कर देश धेरैवटा हिमाल गौरी शङ्कर हिमाल छ अनि अरू नजिक त पर्दैन अलिक टाढै नजिक ए ल देख्नु चाहिँ यहाँ दाजु चाहिँ अब भ्लगमा फर्स्टचोटि आउनु हो कि त्यही अलिक लाज मान्नु त्यही हो पार्कभित्र आइसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ हल्का यस्तो छ होइन आउनुभयो भने बसको सुविधा पनि छ टाढाबाट आउने साथीहरूलाई होइन बसको सुविधा पनि छ बस पनि लागेको छ नि यतातिर यहाँबाट काउन्टर चाहिँ उता परतिर छ त्यताबाट टिकट लिन सक्नुहुन्छ अनि हेर्नुहोस् यही नै हो होइन यतातिरको पार्क त्यति खासै उता छैन त्यही पनि अब काम गर्दाखेरि तनाव भएको बेला हल्का मुड फ्रेस गर्नको लागि ठिकै छ भनौँ न यतातिर चाहिँ हल्का सुटिङ चल्दैछ हाम्रो दुईजना दाजुहरूको अनि रिल्सको लागि बनाउँदै हुनुहुन्छ दाजु कपाल छैन कपाल भइहाल्छ नि दाजु यार कपालको किन चिन्ता गर्नुहुन्छ एउटा शङ्कर हानिदिनुहोस् न त दाजुको शङ्कर चाहिँ खत्रै छ ल ठिक छ अनि कतिवटा रिल्स बनाउनु भयो त अहिलेसम्म कतिवटा रिल्स बनाउनु भयो ल ठिक छ ए क्यामराम्यान दाजु के छ त कस्तो भइरहेछ हाम्रो म्युजिक खोज्ने ठिक्क छ मलाई त म्युजिक खोज्ने ठिकै छ है ठिक छ अब हाम्रो चाहिँ सुटिङ रेडी भइसकेको छ यतातिर होइन नै तपाईँहरू गराउनुहोस् होइन म चाहिँ हल्का भ्लग बनाउँदैछु अब यता दाजु चाहिँ हाम्रो क्यामराम्यान हुनुहुन्छ उता चाहिँ मोडेल भनौँ होइन नेपालको अलि हुने खाने सुपरस्टार नै भनौँ न हजुर म्युजिक पनि बजाउनु पर्ने हो ए तपाईँहरू आउनु होला यहाँ पनि छ होइन होमबेड भन्ने होमबेड पुत्रजया आउनु होला घुम्न होइन यतातिर पनि अब पुरानो जमाना जस्तो राम्रो डेकोरेसन गरेको छ अब यही हो घुम्नको लागि राम्रो छ पार्कहरू हेर्न सक्नुहुन्छ यतातिर हल्का भनौँ न गुफाको जस्तो ढोकाहरू होइन त्यही हो अनि उतातिर पार्क छ अनि यतातिर चाहिँ हल्का बस्नको लागि हल्का चिल आरामसँग चिल मार्नु होला होइन अनि यो हेर्नु सक्नुहुन्छ च्याउको आकृति छ अनि त्यसै सानसानो बोट बिरुवाहरू अनि यतातिर चाहिँ तपाईँहरूलाई म हल्का इनार जस्तो होइन इनार जस्तो छ इनार पनि हेर्नु अब इनारै त होइन त्यही पनि हल्का इनारको जस्तो यो कुवा पानीको कुवा भनौँ न अब पानी त छैन अब यहाँ त यो अब रसी भयो के अरे अब यसरी पानी लियो होइन पुरानो जग्गा अब यसरी खानु मिल्यो पानी पिउन मिल्यो है अनि टक्क अब झेलुङ्गा पनि छ हेर्नुहोस् खेल्न मिल्यो मजाले यही हो हल्का रमाइलो छ आउनु होला होइन घुम्न आउनु होला हजुरलाई म भिडियोको तल लिङ्क दिन्छु यो ठाउँको होइन यतै नजिकै हुनुहुन्छ भने यतै आयुसिटी पुत्रजयामा नि आउनु होला यहीँ नजिकै छ होइन पुत्रजयातिर यो नजिकै ठाउँ छ घुम्न आउनु होला राम्रो छ अनि यही हो त्यही छ ब्याकग्राउन्डमा
दिउँसोको हल्का अब डिनर भनौँ कि नास्ता पानी भनौँ होइन यही हो हेर्नुहोस् है चिसोहरू हल्का अब हामीहरू खाइँदैछ तातो तातो गर्मीमा चिसो चिसो खन्ता चलेको नेपालकै अमेजिङ खन्ता भने जस्तै है अनि हाम्रो उता दाजुले यता तपाईँले उद्घाटन गर्ने ल गरिदिनुहोस् ल ठिक छ सेउको पार्टी गाइजहरू अब के गर्ने होइन खानु पर्यो यो खाने हो ल त यहाँ बसेर एउटा पेट पूजा गर्नुको मजै बेग्लै छ क्या होइन आउनु चाहिँ हामीले पहिला पनि 2-3 चोटि आएको थियो अब मेरो फर्स्ट भ्लग हो नि त होइन भर्खरै युट्युब च्यानल खोलेको त्यही भएर आज भिडियो बनाएर हालेको होइन तर ठाउँ चाहिँ बस्नलाई एकदम रिल्याक्स छ क्या एकदम सुकुन मिल्छ होइन भएको तनाव भरे हल्का अब पुरै त खाली हुन्न होइन यति त्यही पनि ठिक छ स्याउ पहिला एकचोटि हिमाचल गएको बेला यसको नाम चाहिँ के भन्छ रेड गोल्डन भन्दै गएर तपाईँले कोही भिडियो हेर्ने मध्ये कोही जानुभएको छ भने थाहा पाउनु होला होइन गएको थिएँ एकचोटि धेरै त होइन एकचोटि गएको मलाई ग्रिन एप्पल दामी लाग्छ है ग्रिन एप्पल त्यसलाई के भन्छ गोल्डन जुस भन्छ त्यसको नाम त त्यो हाम्रो दिउँसोको खाजा नास्ता भनेको यो गाइस के गर्ने होइन विदेशको ठाउँमा अब घरमा भयो अब टक्क प्लेटमा राखेर सुकुटी खाइन्छ भनौँ अब यस्तै हो तपाईँको बाल्यकालको कहानीहरू सुनाउनु छैन अब कहानी सबै बिर्सिसक्यो गाइजहरू हेर्नुहोस् है त म विनर हुन सक्छु कि सक्दैन है त अब यस्तो छ राउन्ड होइन राउन्ड लगाउँछु यो पनि वीर गोर्खालीको छोरा नि त होइन यता चाहिँ हेर्नुहोस् है हाम्रो दाजुको कोरोना लाग्यो जस्तो छ दाजुलाई अनि यता साथीहरू होइन अब यहाँ चाहिँ म यसो घुम्न अब खै केटाहरू कतातिर हाम्रो केटा त मजाले पुसअप पो दिइरहेको छ नि ओहो ल ल कतिचोटि पुसअप हान्नु सक्ने जसलाई हान्नुहोस् त 15 1 2 3 4 5 6 7 8 मात्रै 2 ओ यति समय वेट गरिसकेपछि अहिले चाहिँ देख्न सक्नुहुन्छ होइन राति भइसकेको छ कमसेकम हामीले यो भ्यूको लागि 3-4 घन्टा त वेट गर्यो होला अनि अहिले चाहिँ फाइनली